सहित है मासु नै सहित यहाँदेखि उहाँसम्म नै के अरे यस्तो अवस्थामा छ। मैले यसरी बुटो त्यही झ्यासमा हालेको थियो, झ्यासमै रहेछ कि त्यही बुटो यसरी काट्ने बित्तिकै हस्सै गनायो। गनाएपछि यसो हेर्दाखेरि त खुट्टाको छेउमै पो छ त, डराएर त्यहाँदेखि मलाई बोलायो अनि बुवाहरूलाई अनि त्यो दिदीहरूलाई बोलायो। अनि हजुर चाहिँ त्यहाँ जानुभयो कि भएन? म नि गएँ नि, गई हजुर गइवरी अनि हेरेँ लु यो त छुनु हुँदैन, यो के अरे खुट्टा नि छ, अब खुट्टा नभए त अब विभिन्न जनावरको हुनसक्छ है, लु नछुनु, अब भरे देखाउनु हिँड भनेर भन्नु भने त म त भन्छु उहाँ गएर, अनि देखाउनु हिँड भन्दा त कहाँ हो के हो भनिरहनु भन्दा पनि के अरे ठ्याक्कै निशान लाउँछु भनेर हातमा कँचिया पनि थियो, निशान पनि लगाइदिएन यस्तो रुखमा, त्यो त्यही भएको ठाउँमा। अनि उता चाहिँ के अरे मजाले यसरी देखियो क्या मान्छेको खुट्टा, नभएदेखि त्यो यता त्यहाँ त्यो खुट्टाको पन्जा यहाँदेखि यता मात्रै हो भने त के को नि होइन, यो खुट्टा पनि अब यो नानीको छ नि अब त 12-14 वर्षको कत्रो हुन्छ होइन, शङ्का चाहिँ लाग्यो। तपाईँलाई पनि लाग्छ त्यो चाहिँ मान्छेले काटेकै हुनसक्छ, किनभने तपाईँ त त्यहाँ जानुभएको छ, अनि लासको त्यो अवस्था प्रकृति हेर्दाखेरि अलिक पर छ टाउको, अलिक पर छ जिउ, अलिक यता छ उसको आधा भाग, अनि कपडा अलिक पर, चप्पल अलिक पर होइन, त्यस्तो छ क्या अवस्था। फेरि घडी नै पर रहेछ क्या, घडी पनि लास्टमा, घडी चाहिँ फेरि लास्टमा भेट्यो जब कि सबै थोक सबहरू उठाइसकेपछि, अब सबै त्यो प्लास्टिक पनि अब बेग्लै बेग्लैमै त्यो बेग्लै पार्ट भएको कारणले गर्दा बेग्लै प्रशासनहरूले पनि होइन उठाउनु भयो। त्यसरी नै उठाउँदाखेरि चाहिँ त्यहाँनिर घडी अन्तिममा देखियो अलिक परतिरपट्टि रहेछ, त्यो टाउको भएको साइडपट्टि उतैपट्टि भेटियो। जस धन्न तपाईँहरूले गर्दाखेरि जस मान्छेको पहिचान 18 दिनपछि होइन, नभए कि मर्यो कि जिन्दगीभरि उहाँलाई घुटघुटी भइरहन्थ्यो, माथि सकेको कारणले गर्दा अलिक तल जाँदाखेरि त्यस्तो अवस्था चाहिँ देखियो क्या, दिनै त्यस्तो जुरेको रहेछ। यही बचियो भन्ने त्यो लास देख्ने बित्तिकै तपाईँलाई त्यस्तो सम्झना आयो? सम्झना चाहिँ के आयो, खुट्टाले देख्यो नि त। 13-14 वर्षकै नानी हो कि होइन, अब नानी कति वर्ष भएको छ? त्यही अवस्थाको जस्तो लाग्यो। 14 हो, यत्रै थियो क्या खुट्टा, हेर्नुहोस् त ऊ हो अलिक सानो, कुहिएको थियो होला, तर उसको मासु नै सहित है, मासु नै सहित यहाँदेखि उहाँसम्म नै के अरे यस्तो अवस्थामा छ। मैले यसरी बुटो त्यही झ्यासमा हालेको थियो, झ्यासमै रहेछ कि त्यही बुटो यसरी काट्ने बित्तिकै हस्सै गनायो। गनाएपछि यसो हेर्दाखेरि त खुट्टाको छेउमै पो छ त, डराएर त्यहाँदेखि मलाई बोलायो अनि बुवाहरूलाई अनि त्यो दिदीहरूलाई बोलायो। अनि हजुर चाहिँ त्यहाँ जानुभयो कि भएन? म नि गएँ नि, गई हजुर गइवरी अनि हेरेँ लु यो त छुनु हुँदैन, यो के अरे खुट्टा नि छ, अब खुट्टा नभए त अब विभिन्न जनावरको हुनसक्छ है, लु नछुनु, अब भरे देखाउनु हिँड भनेर भन्नु भने त म त भन्छु उहाँ गएर, अनि देखाउनु हिँड भन्दा त कहाँ हो के हो भनिरहनु भन्दा पनि के अरे ठ्याक्कै निशान लाउँछु भनेर हातमा कँचिया पनि थियो, निशान पनि लगाइदिएन यस्तो रुखमा, त्यो त्यही भएको ठाउँमा। अनि ऊ यता परबाट हेर्दाखेरि देखिन्छ नि त, अनि हिजो यहाँ त्यहाँ गएर म साँझमा त्यो बात गरिदिएँ, त्यहाँ निशान पनि थियो त अलिकति यसो भन्ने भयो क्या एउटा सरले, त्यो त मैले काटेको। त्यो टाटारीको रुखलाई हान्नुभयो यसरी? मलाई सोध्दै थियो, मैले चाहिँ गरेन। तैँले के थाहा त? अनि अब म यही रुखमा हो भन्ने त परैबाट थाहा हुन्छ नि त, त्यसो भए हो कि होइन, त्यसरी गरेको भन्ने कि। अनि एकदमै हुन्छ नि मुटुरी काम्ने यो भनौँ न बेलबासी मात्रै नभएर नेपाल अधिराज्य भन्ने एउटा दुःख शरीर भनेको यो मात्रै सल्लक्क लडेको जस्तो थियो यो भाग, अलिक पर फेरि टाउको र यो केस हुन्छ नि, छोरी मान्छेको लामा अब, अनि छोरी मान्छेको हो भने थाहा भयो त्यतिखेर। अनि त्यो चप्पलले पनि जनायो, अनि त्यहाँदेखि अब लुगाले पनि अब फ्यामिलीले थाहा भइहाल्छ नि। अनि त्यो 14 वर्षको बच्चा एक्लै त त्यसरी गएन होला जस्तो लाग्छ, के लाग्छ? तपाईँ त अध्यक्षज्यू पनि यसो हुनुहुन्छ। मेरो भनाइ चाहिँ नि के छ भने, अब त्यहाँबाट 4:30 बजे त्यो घरबाट निक्लेको अरे त्यो नानी, त्यो स्कुलदेखि यता हो नि त घर देख्नु पनि हो, त त्यहाँदेखि त्यो बाटै हिँड्दै थियो अरे होइन, त त्यहाँदेखि चाहिँ के अरे बुधबारे नै आइपुगे पनि कसैले टिपेर चाहिँ यो बाटै लग्यो भने अब सजिलो छ। तल बेलचौरी भन्छ, अहिले तपाईँहरू यही बाटो आउनु भएन, त्यो तल यो के अरे बेलचौरीदेखि अलिक मास्तिर त्यो च्यानहरू छ नि, त्यहाँदेखि ठुलो बाटो छ कि, त्यो बाटो टक्कै उहीँ पुग्छ है। तर हाम्रो गाउँ चाहिँ यता बिच परेकोले हामी यसै लग्यौँ यसै गयौँ होइन, मान्छेलाई देखाइदिउँ, अप्ठ्यारै बाटो भए पनि। तर मैले चाहिँ सोचेको त्यताबाट चाहिँ बाइकमा लगेर होइन
कहाँ के गरेर चाहिँ उहाँ पुर्याएर चाहिँ के अरे कसैले अब चाहिँ यहाँ देख्दैन कि भनेर फाल्यो कि भन्ने हाम्रो चाहिँ ठम्मै हो।